सबैलाई येशू ख्रीष्टको नाममा जय मसीह। म आज एन्ड टाइम्सको बारेमा भन्ने छु। अब यो वर्ष 2025 मा चाहिँ के हुँदैछ, के हो यो सम्भावना, यो के हुँदैछ? यहाँ जग्गा जग्गामा झगडाहरू हुँदैछ, बाढहरू आउँदैछ, भूकम्पहरू आउँदैछ। मत्ती 24 मा लेखेको छ देश देशहरू झगडा पर्नेछ, अनि अरू देशहरू पनि झगडा पर्नेछ। जातिको विरुद्धमा जाति, राज्यको विरुद्धमा राज्य, मारकुट सबै हुँदैछ यहाँ। किनभने यो चाहिँ एन्ड टाइम्सको सम्भावना हो। प्रकाशमा लेखेको छ 666 अब प्रकट हुनेछ। चिप्सम्महरू आइसकेको छ। अब चाहिँ हामी रेडी हुनुपर्छ। यसरी मोबाइलमा रिल्सहरू हेरेर हुँदैन। अब चाहिँ बचत पर्ने टाइम हो। अब चाहिँ रेडी हुनुपर्छ र्याप्चरको लागि। किन भन्दाखेरि अब चाहिँ एन्ड टाइम्स आइसकेको छ। एन्ड टाइम्स आइसकेको छ। अब झगडा हुँदैछ, देश देशको झगडा हुँदैछ, अब स्टेटको झगडा हुँदैछ। जसरी यो होइन भन्दैछ। यो सम्भावना, यो मिनिङ, यो साइन चाहिँ अब एन्ड टाइम्सको साइन हो। ख्रिस्ट विरोधी आइरहेको छ अनि एउटा न्यू रिलिजन आइसकेको छ, एन्टी क्राइस्ट। अनि एन्टी क्राइस्ट आइसकेको छ। नोआको दिन जस्तै हुँदैछ। अब चाहिँ मान्छेहरू मौज मस्ती गरिरहेको छ, खाइरहेको छ, पिइरहेको छ, अनि विवाहहरू गरिरहेको छ, घरहरू बनाउँदैछ, मौज मस्ती गरिरहेको छ, डान्स पार्टीहरूमा गइरहेको छ। प्रभुको जनले भनेको मानेको छैन। अगमवक्ताहरूले भनेको कुरा मानेको छैन। प्रभुको जनले पिट्दैछ, ठोकेको छ, थप्पड हानेको छ, लात हानेको छ। अनि नोआको दिनमा पनि नोआलाई चाहिँ कसले पनि पत्याएन, कसले पनि विश्वास गरेन। यो पागल हो, यो नटुवा हो भन्छ मान्छेले उसको। अनि अचानक पानी 40 दिन 40 रात पानी आयो। अनि त्यो मान्छेहरू जतिको नोआको मजाक कुरा हुँदै थियो, पत्ताको थिएन, विश्वास गरेको थिएन उमाथि, प्रभुले भनेको कुरा सुनेको थिएन, प्रभुको आवाज सुनेको थिएन। अनि त्यो मानिस, त्यो अचानक पानी निक्लो। जब जमिनबाट पानी निक्लो नि, त्यतिखेर तिनीहरू चाहिँ नोआको जहाजमा भाग्दै थियो। अनि तिनीहरू पुगेन। त्यसरी नै अब यो एन्ड टाइम्सहरू आउँदैछ। मान्छेहरू मौज मस्ती गरिरहेछ, पैसाहरू उडाउँदैछ। म सबैभन्दा धनी हो, म धनी हो, घमण्डहरू गर्दैछ, अनि मौज मस्तीहरू गर्दैछ। अनि हाम्रो प्रभुको दासहरूलाई चाहिँ हानिरहेको छ, मारिरहेको छ। तर अब हाम्रो प्रभुको दासहरू चाहिँ अझै शक्तिशाली हुन थालेको छ। अगमवक्ताहरूले गरेको अगमबानी पुरा हुँदैछ। अब अगमवक्ताहरू खरा हुनेछ। अब 2025 नोआको दिन जस्तै हुँदैछ। अहिलेको जमानामा चाहिँ now this generation is worst generation। यो अहिलेको वर्ष चाहिँ खत्तम भइसकेको छ। यो जेनेरेसन चाहिँ एकदम नराम्रो भइरहेको छ। अब दुष्टहरू चालाक हुँदैछ, दुष्टहरू निक्लिरहेको छ। दुष्टहरूले के बिमारीहरू ल्याइरहेको छ प्रभुको जनहरूलाई। जस्तो कोरोना फेरि ल्याउँदैछ, के ल्याइरहेको छ दुष्टहरूले। अब प्रभुको जन हामी कुटा पिटाइहरू खाने होइन। अब चाहिँ हामीले चाहिँ अझै प्रचार गर्नुपर्छ। प्रभुको सेवा अझै ठुलो गर्नुपर्छ हामीले। किन भन्दाखेरि अबको समय चाहिँ रुने होइन, अब दुध खाने होइन। अब त्यो हड्डी गरम गर्दै चप्पाउने दिन हो आज चाहिँ। अबको दिन चाहिँ धेरै ठुलो। अब प्रभु नचिन्नेहरूलाई बनाउने कटनी गर्नुपर्छ, छर्नुपर्छ, बिउहरू छर्नुपर्छ। प्रभुले भन्नुभएको छ उयो बिउ छर्ने चाहिँ कम्ती छ तर फसल चाहिँ धेरै छ भन्नुहुँदैछ। त्यही भएर अब चाहिँ हामी चाहिँ बिउ छर्नुपर्छ, धेरै विश्वासीहरूलाई भन्नुपर्छ। अब हामी चाहिँ तयारी हुनुपर्छ। अब हामी तयारी हुनुपर्छ।
गर्नुपर्छ। तपाईहरु तयारी हुनुहुन्छ? अब चाहिँ तयारी हुने टाइम हो। यौनाले देखेको प्रकाश 666 जो चाहिँ 666 हो, जो चाहिँ हो एन्टी क्राइस्ट। अरु के आर्टिफिशियल इन्टेलिजेन्स हो। अब यो जब निस्किसक्यो, अब रोबोटहरु निक्लिँदैछ। अब मान्छेहरुले कामहरु पाउने छैन, रोबोटहरुले खाना पकाउँछ, यो गर्छ। अब मानिसको सम्भावना कम्ती हुँदैछ। अबको जेनेरेसनमा चाहिँ धेरै पढ्नुपर्छ हामीले। बाइबल धेरै पढ्नुपर्छ। अब हामीले बाइबल पढिनौँ, हामी खेर गयो, हाम्रो समय 1 घण्टा हामी मोबाइलमा रिल्सहरु हेरिरहेँ। अब के भिडियोहरु, खाएको भिडियोहरु बनायो अरे यो अब यहाँ झगडा हुँदैछ, योहरू पोस्ट गरिरहेँ अरे, अब फेसबुक हेरिरहेँ अरे। अब यसरी टाइम वेस्ट गर्नु हुँदैन। किन भन्दाखेरि एन्ड टाइम्स आइसकेको छ। अब यो र्याप्चर चाहिँ नजिक आउँदैछ। प्रभुको आगमन आउँदैछ, आइसकेको छ म भन्छु। किनभने अबको जेनेरेसन त खत्तम भइसकेको छ। वर्ष देन 19 को समयमा झगडाहरू भइरहेको थियो 19 मा। त्योभन्दा खत्तम अब जेनेरेसन आइसकेको छ। अब हाम्रो प्रियहरू, अब हामी चाहिँ धेरै हामीले चाहिँ प्रभुको सुसमाचार सुनाउनुपर्छ। हामी आफै तयारी हुनुपर्छ। अनि यो मन्दिरलाई चाहिँ सफा राख्नुपर्छ हाम्रो प्रिय हो। किन भन्दाखेरि यो मन्दिरमा चाहिँ हाम्रो परमेश्वर वास गर्नुहुन्छ। आमेन। अनि यो मन्दिर चाहिँ सफा छैन भने त हामी र्याप्चरमा जान सक्दैनौँ। किन भन्दाखेरि हाम्रो मन्दिरमा परमेश्वर वासै गर्न सक्नुहुन्न। अब यो फल्नाले यो भन्यो, फल्नाले यो भन्यो, फल्नाले यो गाली गर्यो, फल्नाले यो भन्यो भने मलाई मन दुखो यहाँ मन्दिरमा राखिरहने हो होइन। अब होइन, यो राख्ने ठाउँ होइन, यो चाहिँ परमेश्वरको मन्दिर हो। यो चाहिँ परमेश्वरको मन्दिर हो। यसमा चाहिँ परमेश्वर वास गर्नुहुन्छ। अनि अब चाहिँ हामी रेडी हुनुपर्छ। अब रेडी हुनुभएको छैन भने त अब बाइबलहरु पढ्नु रेडी हुनु। झुटा अगमवक्ताहरु निक्लिसक्नेछ, झुटा अगमबानीहरु हुनेछ, झुटा पास्टरहरुको शिक्षा हुनेछ। हो, हामी चाहिँ होशियार हुनुपर्छ। अहिले त्यो अगमवक्ताहरु झुटा निस्किसक्यो। अब जसरी प्लेन क्रास भयो। अब त्यो प्लेन क्रास नि एउटा साइन हो, एन्ड टाइम्सको साइन हो। त्यो बारी आयो, इजरायल र इरानको झगडा भयो, त्यो पनि एउटा साइन हो। अब एन्ड टाइम्स आइसकेको छ। देशमा झगडाहरू हुँदैछ। अहिले देशमा झगडाहरू हुँदैछ। अनि राज्यहरू नि अब एक अर्कामा लडाई गर्दैछ, आक्रमण गर्दैछ। यसरी हामी चाहिँ मस्तले निदाउनु हुँदैन। यो टाइम चाहिँ निदाउने होइन, जागर आउनुपर्छ। अनि प्रचार गर्दै हिँड्नुपर्छ। प्रभुको सुसमाचार सुनाउनुपर्छ। हामीले चाहिँ मान्छेलाई जति सक्दो बचाउन खोज्नुपर्छ। जसरी मत्तीमा लेखेको छ, जागर आऊ, तिमीहरूको बित्ता कहिले आउनेछ, तिमीहरू जान्दैनौ भनेर। परमेश्वर कहिले आइरहनुहुन्छ। हामी सुतेर रहेको बेलामा आउन सक्नुहुन्छ। हामी मोबाइल हेरिरहेको बेलामा आउन सक्नुहुन्छ। जतिखेर पनि आउन सक्नुहुन्छ। अहिले पनि आउन सक्नुहुन्छ, भोलि पनि आउन सक्नुहुन्छ, पर्सि पनि आउन सक्नुहुन्छ, कि त अहिले नै छाडे नै आउन सक्नुहुन्छ। त्यही भएर परमेश्वरले भन्नुभएको छ, म तिमीहरूलाई चाहिँ जहाँ मेरो पिता बस्नुहुन्छ त्यहाँ लानेछु भनेर मत्तीमा लेखिएको छ। मत्तीको पुस्तकमा लेखिएको छ। अब हामी चाहिँ सुतिरहने होइन, सुत्ने काम छैन। यहाँ जागर रहनुपर्छ। हामी चाहिँ प्रचार गर्दै हिँड्नुपर्छ। अब चाहिँ हाम्रो आत्मिक आँखा चाहिँ जलेर यति झुलाउनुपर्छ, जो चाहिँ प्रभुको आगमन आउँदाखेरि चाहिँ हामी चाहिँ उठाइलानेछौँ। आमेन। प्रेज द लर्ड। किन भन्दाखेरि गीतमा पनि भनेको छ, यो संसार टलेर जानेछ, मेरो विश्वासी कहिले पनि मर्दैन। यो वचन चाहिँ कहिले नष्ट हुँदैन, कहिले
भएको छ। एन्ड टाइम्सहरू आउँदैछ। तयारी हो, वचन पढ नानी हो, प्रिय वचन पढ, किनभने म तँलाई चाहिँ यहाँ नर्कमा तडपिन्न देख्न चाहदिन। अब परमेश्वरको इच्छा चाहिँ हामी नर्कमा जानु हो होइन, हामी स्वर्गमा बसिरहनु उहाँले चाहनुहुन्छ। एउटा एक्जाम्पल दिन्छु। एउटा धनी र गरिब थियो। धनीसित एउटा साथीले बाइबल दिएको थियो। त्यसले छुँदैन थियो भने धुलै धुलो लाग्यो। मोज मस्ती खाइरहेको थियो। त्यसरी नुहाको गाउँको मान्छेहरूले मोज मस्ती गरिरहेको छ, खाइरहेको थियो, बिहारमा गइरहेको थियो। तर त्यो गरिब मान्छे दङ्गरे थियो, भिख मागिरहेको थियो। त्यसले टुक्राहरू खाएको थियो। त्यो मान्छेले फालेको ठुलो टुक्री खाएको थियो। जब त्यो दुवैजना मर्यो, त्यो धनी मान्छे चाहिँ नरकमा तडपिरहेको थियो। एउटा ड्रपको पानी चाहिरहेको थियो त्यसलाई। एउटा ड्रपको पानीले तृष्णित भइरहेको थियो। तर त्यो गरिब मान्छे नि स्वर्गमा मस्तले बसिरहेको थियो। अनि हामी नर्कमा जाने कि स्वर्गमा जाने? स्वर्गमा जाने छ भने त हामी चाहिँ दिनरात कुरामा प्रार्थना गर्नुपर्छ। यसरी पलेटी मारेर, यसरी घोप्टो नेप्टो गरेर होइन, यसरी एउटा खुट्टा यसरी गरेर होइन, यसरी घोप्टो गरेर होइन, घुरामा जाने हो यो पालि। यसरी सुतेर होइन, यसरी गरेर होइन, निन्द्रामा गएर होइन, यसरी नाक थारो पारेर होइन, जिस्किँदै होइन, अनि एउटा खुट्टा यसरी हालेलुया भन्दै होइन। आराधनामा चाहिँ हामी चाहिँ एकदम होसियारमा हुनुपर्छ, किनभने एन्ड टाइम्स चाँडै नै आउँदैछ। ऱ्याप्चर चाहिँ आउँदैछ। परमेश्वरले भन्नुभएको छ मलाई पनि थाहा छैन म कहिले आउने छु भनेर, तिमीहरू जागर हो भन्नुभएको छ। हाम्रो यो मन्दिरको बत्ती चाहिँ बलिरहनुपर्छ। आमेन। यो आगो चाहिँ जलिरहनुपर्छ। अहिले हिलिङ चाहियो, मलाई हिलिङ चाहियो, मलाई अभिषेक चाहियो होइन, तर मेन त्यो पहिला आगोलाई चाहिँ पक्रिनुपर्छ हामीले आगो। आमेन, हालेलुया। अनि त्यो झिल्का नि हाम्रो जीवनबाट बग्छ। 12 वर्षको स्त्रीले यसुलाई तृष्णा गरो नि, त्यसरी नै हामी चाहिँ तृष्णा बोक्नुपर्छ। यसुलाई चाँडै भेट्नको लागि हामीले तृष्णा बोक्नुपर्छ। हामी तृष्णा बोकिन भने त हामी त छोडेर जानेछौँ। हामी मोबाइल हेरिरहेर यो घटना भएछ, अब प्रार्थना गरिदिनुपर्छ यो देशको लागि फेरि गरिरह्यो। थाहै छैन, यत्रो लाउड आवाजमा स्पिकरमा लगाइरहेको छ, यो भएछ दुर्घटना, एन्डमा यो प्लेन क्रास भएछ, यो छेउमा प्लेन क्रास भयो, ऱ्याप्चर भयो भने सक्यो। त्यो मान्छेले थाहै छैन। त्यो मान्छे मोबाइल हेरिरहेछ। वास्तवमा हेरेको त नानी बुढी छैन, यो मान्छे छैन, ला फल्ना त छैन रहेछ त विश्वासी, यो विश्वासी त छैन रहेछ, ला ऱ्याप्चर भयो क्या? अरे त ऱ्याप्चर भएर पनि गइसकेर पनि ढिलो भइसकेछ। फेरि उपस्थितिमा प्रभु महाराज किन छोड्नुभयो भन्छ। डक्टर अन्त फेरि परमेश्वरले भन्नुहुन्छ तोपो म त तँलाई चिन्दिनँ, तैँले भन्दा भयो। अब त्यो त छक्क पर्यो, किन भन्दाखेरि त्यो टाइम थियो त अघि समय त प्रार्थना गर्नु पर्थ्यो नि। प्रार्थना गरेन, त्यसले चाहिँ के हेरिरह्यो। टाइमै थाहा छैन त्यसलाई। 10 बजी बसेको मान्छे 2 बजी सक्यो, थाहै छैन कति बज्यो। अब फोन आउँछ नि, त्यो पनि नउठाउने। त्यस्तो साह्रो फोकस नि हाम्रो येशू प्रभुकोमा ध्यान दिनुपर्छ। हामी त्यस्तो साह्रो फोकस तृष्णा गर्नुपर्छ हामीले चाहिँ। यस हालेलुया। यो समय अब एन्ड टाइम्स नोआको जस्तै समय हो। त्यही भएर अब चाहिँ हामी धेरै
सिसिना बोक्नुपर्छ हामीले धेरै उयो गर्नुपर्छ हामीले चाहिँ उहाँको उपस्थितिमा जानुपर्छ त्यही भन्छु आर यु रेडी फर द ऱ्याप्चर अब चाहिँ हामी चाहिँ ऱ्याप्चरको लागि रेडी हौँ सबैलाई फेरि पनि जय मसी सबैलाई धेरै धेरै धन्यवाद हुन्छ सबैलाई जय मसी